हामी चाहिँ यहाँ आउँदैछौँ अहिले ओर्लिङ कम्युनिकेसन लिमिटेडबाट। आज चाहिँ हाम्रो टिटी नभएको कारण अर्थात् काम नभएको कारणले गर्दाखेरि हामी यहाँ अलिकति रमाइलो गर्नको लागि नारायणीको छेउमा आइरहेको छौँ। मसँग हुनुहुन्छ आउँदै हुनुहुन्छ हाम्रो मन्जे महतो यानि कि मन्जे दाइ। ताली बजाउनु सबैजनाले। हजुरले के भन्नु छ? हजुरले के भन्नु छ? के छ? छैन। अब म एकजना हाम्रो यहाँ एकदम लोकप्रिय दाइ चौधसँग म मिलन जाँदैछु हजुरहरूसँग। हजुर के भन्नु छ? बबुवा दाइ चौध। ल ठिक छ, उहाँको नाम दाइ चौध, त्यो दाइ चौध मात्रै भन्नुभएको छ। उहाँ चाहिँ सधैँ ट्रेपी ल्याइरहने टक धेरै भात खाने म एक नम्बर हुनुहुन्छ। ल ल यता हेरिदिनुहोस् है। धेरै भात खाने त मन्जै हो, मलाई नामको मात्रै भन्नुभयो ठिकै छ। एकचोटि टोपी खोलिदिनु हजुरले। गाउँमा पनि मलाई एकचोटि झुकेको नै हो कि क्या हो? ल पुष्पा है। ल पुष्पाको क्रेज नेपालमा पनि छ, धेरै छ। म यहाँ जाँदैछु अब हाम्रो एकदमै मन पराउने लावारिसजीलाई। लावारिस भन्नु सब लावारिसजी। हजुरको शुभ नाम भन्दैछु न। हजुरको नाम भनिदिनु न प्लिज। मेरो नाम तिमीलाई हजुर नाम थाहा नै कसैलाई पनि। हजुर नाम सबै लावारिस भन्नुहुन्छ। लावारिस भन्नुको कारण के हो भन्नुहोस्? जनता जान्न चाहन्छन्। रोगन म आफ्नो मनले उसले भन्न सक्छ, म भन्छु होइन। मेरो नाम चाहिँ विशाल हो होइन। सुन प्रश्न म कहिले सोध्छु तपाईँलाई लावारिस भन्नुको मुख्य कारण किन हो? जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन् है। आज तपाईँ यहाँ हुनुहुन्छ म सोझीसँग। ल भन्नुहोस्। ल हाम्रो यहाँ हुनुहुन्छ स्पाइडर मक्खीमेन। स्पाइडर मक्खीमेन यहाँ घाउ आयो कि? घाउ आयो कान छेडा जस्तो छन् दाइ। केही पनि भएको छैन है त्यहाँ। मेरो घरतिर यता हेर न तिमी कहाँ भागेको तिमी मसँग। हाम्रो एकदम वास्तवमा यो पत्रकार माटो नै काम नलाग्ने पत्रकार हो। ठिक छ। अनि यो ब्लगर पनि एक नम्बर। हामीलाई भनिरहनु भएको छ उहाँ। हजुरको शुभ नाम भन्दिनुहोस् न। मेरो शुभ नाम समीर खर्ती। हजुर हजुर कहाँदेखि? म बुटलदेखि। हजुरले अहिले के गर्दै हुनुहुन्छ? भयो। ल यसै गरी हामीसँग हुनुहुन्छ हाम्रो अलि नयाँ स्टाफ, ओल्डिङको स्टाफ। म उहाँहरूलाई परिचय गराउँदैछु। सर नमस्ते। नमस्कार। हजुरको शुभ नाम? अविनाश गुरुङ। मेरो चाहिँ अविनाश गुरुङ। हजुरको घर कहाँ छ हजुर? यता गीतानगर हो। हजुर चाहिँ ओल्डिङमा कम्युनिकेसनमा तपाईँ चाहिँ कति काम गर्नु थाल्नु भएको? 2 महिना जति। 2 महिना। तपाईँलाई कस्तो ल्याइरहेको छ त? वैयत लाएर। हजुर वैयत लागेको छ? त्यसो भए हुँदैन यो। मन्जेको भइसक्यो। हामीसँग हुनुहुन्छ यहाँ एकदमै पुरानो मान्छे, यहाँ परिचित र अनि यो तपाईँले दृश्य देख्न सक्नुहुन्छ मेरो पछाडिको यो नारायणी किनारको हो। यो यहाँ चाहिँ पहिला एउटा झोलुङ्गे पुल थियो, त्यो भत्किसक्यो। उहाँले भन्नुहुन्छ। ल तपाईँले के भन्नु मन छ यो नारायणी पुलको बारेमा? केही भन्नु छ? विगत वर्षमा हजुर यहाँ एउटा झोलुङ्गे पुल थियो। हजुर बाढी आएर त्यसले भत्ताभुङ किन बनायो? त्यो किन भत्कायो त थाहा छैन मलाई पनि। त्यो किन भत्कायो किनकि त्यहाँ मान्छेहरू अर्का बुढी ल्याएर केही लेटिङ गर्थ्यो। त्यही भएर सायद पाइप भयो होला। त्यही भएर अनि यो पुल बाढीले उडाइदियो। हजुर धेरै धेरै धन्यवाद है जानकारी गराइदिनु भयो।